सो हेलो गाइज गुड इभिनिङ है। आज चाहिँ मेरो फेरि भ्लग सुरु भयो होइन। म चाहिँ आज कहाँ जाने भन्दाखेरि मेरो चाहिँ भरे नाइट ड्युटी थियो यता दाइले मसँग यता निस्टु जाउँ भन्नुभयो। त्यही भएर निस्टु प्लस यता ग्रान्डिनियस त्यहाँ चाहिँ जहाँ हामीले सुँगुर पाउँछौँ त्यहाँ जाउँ भन्नुभयो। अनि त्यही भएर दाइ र म चाहिँ लाग्दैछौँ। ओहो सोल्टी पनि हुँदैन त्यहाँ, त्यो चाहिँ हाम्रो लबी तिनजना लाग्यो पोल्टिनु भन्न चाहिँ मान्छेहरूले पनि होइन तिन टाउकै हिँड्यो भने के मिल्दैन हुन्छ। अब हेर्दै जाउँ पहिलेको भनाइअनुसार आज हेरौँ गाइड्सहरू गएर के पाइन्छ हामीले। कहाँ जाने डिसाइड भयो भने सुरुमा चाहिँ ग्रान्डिनेस होइन, ग्रान्डिनेस जाने भएर त्यही भएर हामी तिनजना जाँदैछौँ होइन। स्पेसल्ली हाम्रो दिपक दाई यता मिलन सोल्टी हाम्रो दाइ चाहिँ खास चाहिँ कहीँ जानुहुन्न सामान लिन जाने भनेको म र दिलदाई मात्रै हो होइन। म र दिलदाई हो। आज चाहिँ किन जाने हुन्छ भने दाइको किनभने भोलि सल्ट स्पेसल पर्सन आउनु हुँदैछ होइन। त्यही भएर हामी सुरुमा ग्रान्डिनेस जान्छौँ, त्यहाँ गएर चेक गर्छौँ, त्यसपछि पोर्ट लिन्छौँ, त्यसपछि हामी अगेन नेक्स्ट जान्छौँ। त्यही भोलि को आउँदै हुन्छ अरे भाउजू आउनु रहेछ है, भोलि भाउजू आउनु रहेछ। भोलि भनेपछि हाम्रो भाउजूले पकाएको हातको खाना खाइन्छ भोलि। मलाई त लाज लाग्दैन, लजाउने होइन नि त। हामी अब बाटो काट्दैछौँ। दाइ नमस्ते। अरे चलो यार रोड क्रस गर्ने यहाँ दाइहरू भेट्यो। हो बोलेको यताबाट चाँडो हामी नेक्स्ट पनि जान्छौँ होइन। सायद पहिला त नेक्स्ट जानुपर्छ भाइ। यस्तो नगर्नु न दाइ, त्यहाँ बफेलो हेर्नु सक्छ नेक्स्ट गएर सुँगुर पहिले लिएर जाने होइन। होइन नेक्स्ट बफेलो लिन अनि त्यसो भने त अघि नेक्स्ट भनेको भए त अघि भनेको भए हुन्थ्यो नि दाइ। अहिले आएर यसरी पार्टी परिवर्तन नगर्नु है तपाईँ। सुरुमा नेक्स्ट जानेछ दाइले पार्टी परिवर्तन अहिले अनि फेरि त्यहाँ बफेलोको प्राइस बफेलो 24 हो। 24-25 त्यस्तो नम्बर खतम। त्यसो भने पोर्क आज क्यान्सिल, पोर्क क्यान्सिल। पोर्क क्यान्सिल भयो यहाँनिर खासै राम्रो यो दाइले उयो गर्नुभयो, आज धोकाधारी गर्नुभयो। अघि भन्नुभयो त्यस्तै पारा हो। ग्रान्डिनेस जाने भनेर होइन। ग्रान्डिनेस गयो, लास्टमा गएर आएर दाइले गरेर लास्टमा अहिले आएर बफेलो होइन बफेलो अरे नेक्स्ट जाने अरे। यहाँ चाहिँ यहाँ पस्नेवाला थियौँ आज। हाम्रो दिपक दाइले गरेर मात्रै है, दिपक दाइले गरेर एकदमै दिपक दाइले गरेर नेक्स्ट दाइले आज अहिले आएर पार्टी परिवर्तन गर्यो नि त भाइ। नेक्स्ट जाने हो बफेलो हेर्ने हो पछाडि होइन, नहेर्ने हो लिने नै हो। त्यहाँ गएर यस्तो गर्ने दाइ सजिलो सुँगुर लिने भने याद दिँदैन नेक्स्ट जाँदा हुन्छ नि त। सुँगुर यहाँबाट त म लिन चाहन्न किनभने त्यहाँ फ्याट्टा काटेर राखेको छ। अन्त त काहीँ पनि पाइँदैन सुँगुर। होइन भोलि सो फाइनली हाम्रो दिपक दाइ चाहिँ भोलि यता भाउजूलाई लिन जानुहुँदैछ हेलिकप्टरमा हेलिकप्टरमा हो मिलन भाइ हेलिकप्टर। अनि पहिला तपाईँ के भनेको हेलिकप्टर आयो त्यहाँ हेलिकप्टर त्यहाँ गएर चाहिँ त्यहाँबाट चाहिँ पोर्ट लिनुहुन्छ होला सायद। यो कहाँबाट हुन्छ इन्टरनेट सिटीबाट त्यहाँ चाहिँ पाउँछ अरे। पाएपछि त्यहाँबाट हाम्रो दाइले ल्याउनुहुन्छ भोलि हाम्रो भनेपछि भाउजूको हातको खाना खाने पऱ्यो। तिमी त बुहारी वा मलाई बुहारी बनाएको हेर्नु न गाडी चाहिँ बफेलो कसले बनाउने हो कि भाइले बनाउने हो कि दिल भाइले बनाउने हो। बफेलो सोल्टीको त छुट्टी हो हजुरको के छ भोलि? भोलि बिहान आएपछि भोलि आएपछि छुट्टी हो कि? भोलि आएपछि त छुट्टी हजुर। अनि त्यसपछि हजुर बनाउँदै गर्दा हुन्छ सोल्टीहरू। त्यसपछि मर्निङ सिफ्ट, त्यसपछि छुट्टी छ कि भोलि। त्यसपछि हाम्रो रोस्टारै हाल्दैन। मेरो चाहिँ फेरि सोमबार मङ्गलबार बुधबार नाइट सिफ्ट। गर्दाखेरि जेब्रा क्रसिङबाट काट्नु होला। कि त ट्राफिक लाइट रातो भइसकेपछि आफू हिँड्ने टाइममा आफू ट्राफिक लाइट रातो भएपछि तपाईँको आफू हिँड्ने ग्रिन भएपछि आफू जानु होला। नभए यहाँ फाइन आउन सक्छ, गाह्रो छ है। यस्तो आइपुग्यो। यो चाहिँ नेक्स्ट हो। नेक्स्ट आइपुग्यो। हाम्रो सोल्टी केटीको बिहान देखेर हात दिनु भयो। नेक्स्ट सो इन्ट्री गर्दैछौँ है हामी नेक्स्टभित्र। सो फाइनली हामी इन्ट्री गऱ्यौँ नेक्स्टमा। नमस्ते। एकदमै हजुरलाई कस्तो त ए यहाँ चाहिँ फाइनली हामीले बफेलो मिट देख्यौँ। प्राइस
तपाईँहरूले बसेर लिन सक्नुहुन्छ। कति लाने दाइ? बिग अफर 16 दिरामको त के बिग अफर भन्नु। हाम्रो बफेलो कतिवटा लाने दाइ? हामीले गाडी नलिएको कारणले म चाहिँ गाडी ठेल्ने गाडी लिन जाँदैछु। मैले गाडी लिइसकेँ। एप्पल तैँले हजुर के लिने हो? सोल्टीले एकदम हेर्ने भनेको चाहिँ डाइट मात्रै हेर्नुहुन्छ है। काजु किसमिस काजु कसरी छ हौ सोल्टी? भन्दा 16 दिरामको 500 ग्राम ठिकै है, त्यस्तो महँगो होइन कि? सस्तो अलिक सस्तो लाग्यो अरू हेरेर त पहिले। हो ल हामीले सोल्टीले यहाँ काजु लिइसक्नु भयो। सबभन्दा बेस्ट मिक्स हो। मार्केट आउनै मन लाग्दैन। सानोतिनो कुराहरूले प्याट्टा पुट्टा किनेर होइन पैसा सब किन्छ। सोल्टीले फाइनली लिनुभयो। दिपक दाइले चाहिँ के लिनुहुँदैछ हौ? एउटा काजु यो त हाम्रोमा पाउने बच्चाको सिद्रा माछा जस्तो भयो होइन। यहाँ फिस छ, सी फुड आइटम भइगयो होइन। अब यहाँ मेरो अरूबासँग हिँडेपछि अब मलाई यहाँ के किनिदिने मलाई दाइ? मेरो त अरूबाबै यहाँ हो। मलाई त यसो जिउमा लाग्ने डाइट साइट किनिदिए पनि हुने। के खिलाउने अरे? यस्ता छन् दाइ। घोप 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 घोप। सो फाइनली गाइजहरू के भनिदिन चाहनुहुन्छ तपाईँहरू? एकदम खुसी लाग्यो, मलाई त लाज पनि लाग्यो। के भन्नु न? मलाई के भन्नु को आयो? मेरो एकजना सब्सक्राइबर आउनु भयो, फोटो मात्रै खिच्न पाइनँ नि। उयो आउनु भयो हामीले एक एकवटा कोल्ड ड्रिङ्क पनि लियौँ। आजभोलि जिम जाइन्छ नि त। अनि यहाँ हेर्नु नि, त्यही भएर दाइ कुन लिनुभयो? के को लिनुभयो? पिचको हो? उता जाउँ न चाउचाउ हेर्ने ठाउँमा। सरी हजुर तपाईँको भिडियो त आयो। हुन्छ हुन्छ धन्यवाद। अनि नि सनिल राई भन्नेलाई सब्सक्राइब हान्नु ल। सनिल राई भन्नेलाई सब्सक्राइब। हजुर मेरो इलाम। हजुर तपाईँको इटारी हो भनेपछि नजिकै रहेछ भाइ। हुन्छ धन्यवाद। हामीले सामानहरू हेर्दैछौँ। भयो अनि यहाँ त तपाईँहरूलाई अस्ति देखाइहाल्यो होला। करेन्ट 2 PM पाउँछ। मिलन सोल्टी त उताटी हुनुहुन्थ्यो। यता घुमेर पनि यहीँ हामी भेट हुँदैछौँ। जाउँ दाइ। दाइले पर्फ्युम चेक गर्नुहुँदैछ होइन। एउटा करेन्टको उयो लिनु है। करेन्टको लिने हो? करेन्ट त खोइ करेन्टको प्राइस चाहिँ हेर्नुपर्छ। हामी भयो भने हामी करेन्ट लिने छौँ। दिपक दाइ मलाई त भोक लाग्यो। सोरमा खिलाइदिने हो? म त सोरमा खाने। म अरू बापसँग हिँडिसकेपछि एउटा सोरमा त बन्थ्यो हाम्रो। अब चाहिँ सक्यो होइन सोल्टी हाम्रो। केही लिनु छ सोल्टी हजुरलाई? केही छैन सक्यो हाम्रो सामान। दिललाई दिपकलाई जाउँ यता हिँड्नु छ। हामी फाइनली सबै सक्यौँ सामानहरू गरेर पनि। अब खासै त्यस्तै त लिनौँ र पनि सबै सामान भिडियो बनाइदियो है। अरे कहना क्या चाहते हो?
पैसा तिर है आफै सबैको 2 रुपियाँ हो 3 रुपियाँ रहेछ ए भयो है धेरै नबनाइदियो यार अहिले फेरि यहाँ भाइरल हुन्छ मलाई निकाल्नुको लागि मैले एउटा भिडियो डिलिट गरेको ब्याग चाहिँदैन ब्याग पनि स्क्यान गर्ने एउटा चोटि यो ब्याग ठुलो छ एउटाले यो ब्याग बस म त उसलाई यस्तो गाइजहरू होइन हामी चाहिँ हाम्रो दिपक दाइले गर्दाखेरि सुरुमा हामी गान्धी आएको त्यहाँबाट आएर दाइले भन्नुभयो होइन नेक्स्ट जाने सोध्दै भएर नेक्स्ट आएर हामी साउन्ड गरिसक्यौँ यता मिलन सुटी हो दाइ तपाईँले हामी यो बक्स चाहिँ हामी भोलि बनाउँछौँ CR7 को फ्यान त्यही भएर अब यो कस्तो सु रे पिसा पायो अनि त्यसपछि त्यहाँ बिचमा मेरो एकजना दुईजना नि भएर को र सो त्यही भएर हामी ओ भाइ तिमी त यस्तै गऱ्यो भने त लामो हुन्छ यार भलक यार सो त्यही भएर हामी अर्को भ्लगमा हेर्छौँ सी अन द नेक्स्ट भ्लग गाइज बाई